ल के भन्ने हो आज चाहिँ हामी मलाई सुरु गर्न दिएको छैन है आजको भ्लग होइन अलिकति गाह्रो परिरहेछ म चाहिँ खासै त्यति धेरै सुरु गर्दिनँ भ्लगहरू अनि हामी चाहिँ हिँडेको हाइक बागदरसम्म जाने होला खासै धेरै जाने पनि प्लान छैन यस्तो दिउँसो हिँडेका छौँ बिहान कामसाम भ्याएर अनि हिँडेको हामी चाहिँ तिनजना ल अब सरलाई विल कन्टिन्यू है ल सरली क्यामेरा ल यो चाहिँ हामी अब स्टार्टिङ पोइन्टमा छौँ तलैदेखि हिँडेको तर माथि चाहिँ रमाइलो छ जस्तो छ हुसुसुसु लागेर ल हुसुसुसुसुसुसु लागिरहेछ म यस्तो चाहिँ रमाइलो लाग्छ क्या फेरि ल अब हामी चाहिँ बेला बेलामा उयो गर्छौँ थुक्पा खानेहरू नखाने हामीसँग आज टन्नै खानेकुराहरू छ अहिले के छ चाहिँ हामी माथि नै देखाउँछौँ है साथीहरू हजुरहरूलाई पनि र लगभग कति 20 मिनट जति हिँड्यौँ होला है 20 मिनट जति हिँडिसकेपछि चाहिँ अब हामी शिवपुरीको गेट आउन लाग्यौँ पानी पर्ला पर्ला जस्तो भइरहेछ तर पानी परे पनि हामी रोकिनेवाला छैनौँ किनभने हामीलाई त्यही चाहिएको छ अहिलेलाई कहाँ हिँडेको हौ तिमी घर गयो जस्तो छ आफ्नै अनि केटीहरू हिरोइन भएर हिँडिरहेका छन् भनेर राखेका अरे म त हिरो हो सधैँभरिको तिमी के हामीसँग जाने हो त ल हिँड ल हिँड आऊ हिँड हौ हिँड ल हिँड हामीलाई साथी जान्छन् कि जस्तै छिने नि ल अब भर्खरै छिरिरहेको थियो यता गेटबाट पानी त भयङ्कर ठुलो पऱ्यो यार तर पनि ठिक छ वी आर इन्जोइङ भन्नु रे अनि रमाइलो भएको छ पानी परेको जङ्गलभित्र हिँड्नलाई अब यहाँ हो यता गर्ने नि ल हामी चाहिँ छाता ओढ्दै ह्याभिङ फन भन्नु रे अब जतिसुकै पानी पऱ्यो नि जे गऱ्यो नि खाना त पर्यो अनि केटीहरूलाई सहनै नसक्ने गरेर भोग लगाएर गाह्रो भयो होइन अनि त्यसपछि ल्याएको छ उयो सर्रा कार्कीले बनाएको चना होइन राजमा के हो यो राजमा र आलु हो सर हेर्नु न भन्ने क्या हेर त उयो चम्चा निकालो त हेरौँ चम्चाले छोप्या हो त यो सरला कार्कीले बनाएको अनि त्यसपछि त्यो पनि देखाऊ एकचोटि ल देखाउँ यो त भाइरल बनाउनु पर्छ नि फोटो चाहिँ खिचाउँ न नाइस नाइस ए अलिकति ब्लर आयो यार भिडियो के भयो ल यहाँनिर यहाँ थिच सरले सेतै आयो त ल गाई जस्तो छ यो चाहिँ यहाँ भएन देखिन देखेन नि त दुध रोटी बनाएर ल्याइदिनु एकजना ला छिच्दैन सरलाई फोटो खिचाउन छिचाउनु न ल भयो 4 सेकेन्डको मात्र पछाडिको मात्र हामी एकदम जङ्गलको बिचमा छौँ अब पानीले चाहिँ अलिकति लास्टै ल्याङ्गोहरू हामी एकछिन बस्यौँ अनि त्यसपछि बसिसकेपछि चाहिँ अलिकति ढिला भयो अब अलिकति छिटै फर्किनु पर्ने भएको भएर हामी खासै धेरै माथिसम्म पुग्दैनौँ होला अब हामीलाई चाहिँ एकछिन जङ्गलमा हिँड्नु थियो एक्चुअलमा इन्टु द वाइल्ड भएर अब एकछिन पछि अलिकति माथिसम्म पुग्छौँ होला अनि फर्किन्छौँ सो रमाइलो आफ्टर रेन चाहिँ झन् क्या सही देख्छ हौ मान्छेलाई पनि देखाउनु न आफूलाई देखाउँछु देखाउँदैछु आइम कमिङ गाइज प्रिन्सेसहरू चाहिँ त्यस्तो छन् वार्डमै छन् म चाहिँ यस्तो छु कपाल भिजो नुहाउनु परेन अब गएर कपाल ल यो आँप सही छ यो आँप चाहिँ है यहाँ खाँदैछन् गाइजहरू आँप खोइ तिम्रो आँप कस्तो एउटा मिठो छ मैले पनि आफ्नो नि भिडियो पो गर्न लागेको छु लाज पो लाग्यो एउटाले कसले हो खाएको भिडियो राख्दा हाँस उठ्यो आज हामीले धेरै कुरा गऱ्यौँ काभ्रेले सम्धिमा पनि नाच्यौँ यो बच्चाहरूसँग आएपछि यस्तो हुन्छ भाइ बहिनीसँग आएपछि अघि नै मैले
मधुरले फोटो पनि खिच्नु ल दिदी भनेको थिएँ मैले बहिनीहरू गएको खिचिहाल्छ नि फोटो त हो यसरी नाच्यौँ आज हामीले र हामीले चाहिँ काँक्रो ल्याएको थियौँ अनि यो चाहिँ हाम्रो अनुजीले दिएको यो तिलको छोप टिमुर राखेर यसमा हालेर खाँदैछौँ है एकदम वन्डरफुल छ अनुजीलाई पनि थ्याङ्क्स भन्नुपर्ने हुन्छ यो भ्लगमा चाहिँ हामीले होइन एकदम थ्याङ्क यू सो मच तर ल आमा डेरीको पियो अब हामी चाहिँ हाइक जाँदाखेरि अब अलिकति अर्गानिक कोक सोक खानुभन्दा मोही इज फार बेटर देन मोही मोही इज फार बेटर देन कोक एन्ड अदर्स तर है कोक अदर्स केही भनेको थिएन नि त त्यो कोकको भुइँमा राखिसक्यो नि त अब उहाँहरू चाहिँ जे कुरालाई नि यस्तो खिल्ली उडाइसिन्छ कि कुरै नगर अब यो चाहिँ फिर्ता लगाएर पनि बेचौँ है होइन मैले तर फोटो खिचाउँ त अनि यो चाहिँ आमा डेरी आज चाहिँ हामी फाइनल्ली अब तल झरिसक्यौँ बागदरभन्दा थोरै मुनिबाट फर्क्यौँ आज चाहिँ हामी डेस्टिनेसनसम्म चाहिँ पुगेनौँ यो चाहिँ रन्जित कायस्थलाई म्यासेज पानी पर्दै परेन अरे तैँले गर्दा पानी पऱ्यो भन्ने भनाइ छ यहाँ सर्लाको चाहिँ होइन एल्जाको चाहिँ अनि त्यसपछि हामी अब फर्क्यौँ यहाँ गेटमा आइपुग्यौँ अनि त्यसपछि आज चाहिँ हाम्रो टिकटै छैन सर्भर डाउन भएर अरे यत्तिकै हामीलाई विश्वासमा जान दिनुभएको थियो अनि अब फर्क्यौँ यहाँ गेटसम्म आयौँ अनि अब चाहिँ आज हाम्रो भ्लग यतिकै एन्ड गर्नुपर्छ होला बसेर खाउँ न ल यतै बसौँ खाउँ अनि जाउँ हुँदै